हेलो साथीहरु, Here we go. Money, money, making crap for money, money, and साथीहरु यो एप एक प्रकारको टिकटक जस्तै हो। यसमा पनि तपाईहरुले भिडियो हालेर यसबाट पनि अर्निङ गर्न सक्नुहुनेछ र यसमा के कसरी अर्निङ गर्ने, के कसरी भिडियो हाल्ने र यसले विड्र के कसरी दिनेछ त्यसको बारेमा म बताउने छु। मैले अहिले यहाँ जम्मा 4-5 वटा भिडियो हालेको छु। यसमा चाहिँ विभिन्न तरिकाबाट कमाइ गर्ने मेथडहरु देखाएको छ। जस्तो यो मेरो प्रोफाइल हो, देख्न सक्नुहुन्छ। यसको लगभग टिकटक जस्तै किसिमको यो छ। एक प्रकारले टिकटक भन्दा पनि हुन्छ। सबैहरु यसमा टुल्सहरु पनि तिनै प्रयोग छन्। अब तपाईको सबभन्दा पहिला यहाँ चाहिँ यो टिकटकको यो तपाईले कुन भिडियो हेर्नुभयो, कति कसको भिडियो देखियो भन्ने कुरा यसमा यसरी देखाउँछ। अर्को चाहिँ यो देखाउँछ साथीहरु कुन भिडियो कति चलेको छ भनेर अरूको भिडियोहरु पनि यहाँ देखाएको हुन्छ। र यसमा एउटा के छ भने अर्को यो लाइभ जाने प्रोग्राम पनि हुन्छ। यसमा स्पेस भन्ने छ। अब यो स्पेसमा हुन्छ के भन्नुहुन्छ भने तपाईहरुले कुनै पनि क्याटेगोरीको चाहिँ यहाँ अब आफूले कन्टेन्ट के सम्बन्धी छ, अब कुनै पनि यहाँ सन्दर्भ राखेर तपाईहरु यसमा जोडिन सक्नुहुनेछ र तपाईको अनलाइनमा अरु मान्छेहरु टिकटकको जस्तै आउने छन्। यो एक प्रकारको लाइभ, यो अडियो लाइभ हो यो भने। अब तपाईको भिडियो लाइभ फेरि अर्को प्रकारको हुन्छ। यसमा यहाँबाट जान सकिन्छ भिडियो लाइभ। यसमा चाहिँ पोस्ट विथ एआर गियर भन्छ एउटा। यसबाट हामीले चाहिँ केही पोस्ट गर्न सकिन्छ भने यो गो लाइभ भनेको तलको बटन यो जो छ यसबाट लाइभ जान सकिन्छ भने। यसमा के छ गरेर म तपाईलाई सेटिङबाट देखाउने छु। यहाँ क्लिक गर्नुस्। अब म्यानेज अकाउन्ट छ, प्राइभेसी, रिक्वेस्ट भेरिफिकेसन भन्छ। यो भेरिफिकेसनमा चाहिँ एथेन्टिक्स रूपमा यसलाई कुनै गभर्नमेन्ट आइडी फोटो भनेको छ। यसले चाहिँ यो आइडेन्टिफिकेसन खुल्ने जुन छ त्यो चीजहरु हामीले यसलाई चाहिँ यहाँ अपलोड गर्नुपर्ने हुन्छ। अब यहाँ चुज फाइल गरेर तपाईले फोटो, ग्यालरी, क्यान्सल तीन अप्सन छ। यहाँबाट तपाईले अपलोड गरेर आफ्नो डकुमेन्टहरु अपलोड गरिसकेपछि तपाईको यो भेरिफिकेसन हुन्छ। यसबाट यसलाई भेरिफिकेसन गर्नुपर्ने हुन्छ, तब मात्र एथेन्टिक्स हुन्छ। आफ्नो चाहिँ रियल इमेलबाट तपाईले गर्न सक्नुहुनेछ भने। अरु चाहिँ अब क्रिएटर टुल भन्छ। यसमा क्रिएटर टुल एनालाइटिक छ। यसमा एनालाइटिक अब 7 दिनको एनालाइटिकमा के छ, अब 19 भिडियो भने चाहिँ 7 प्रोफाइल भ्यू भनेको छ। मेरो एनालाइटिक यो देखाएको छ भने। अब कन्टेन्टहरु पनि यसरी देखाएको हुन्छ। कन्टेन्ट के कति हेर्यो भने यसरी देखाउँछ। फलोइङ के कति छ भने यसरी देखाउँछ। अब प्रमोट गर्न सकिन्छ। यसलाई यहाँबाट प्रमोट गर्न सकिन्छ भनेको यहाँ तपाईलाई चाहिँ दैनिक चाहिँ केही पोइन्टहरु दिन्छ। त्यो पोइन्ट यसमा इन्भेस्ट गरेर अब मोर भ्यू ल्याउनको लागि अथवा मोर फलोअर ल्याउनको लागि अथवा मोर वेबसाइट भिजिटको लागि भन्छ। यसमा तपाईले नेक्स्ट गरेर यहाँ अब अडियन्स चुज गर्न सक्नुहुनेछ। अब कस्टम राखेर गर्न सक्नुहुनेछ अथवा अटोमेटिक टिकी चुज फर यु यो राखे पनि हुन्छ। यसरी अब जस्तो मेल राखेर नेक्स्ट गरे भने अब पर डे कति तपाईले अब 1-2 दिनको लागि भन्यो हैन। अब यसमा क्वाइनहरु पनि त्यही अनुसार अब कति क्वाइन छ 142 284 भनेको छ। ड्युरेसन 2 दिनको भन्यो। यसरी राखेर तपाईले आफ्नो भिडियोलाई बुस्ट गर्न सक्नुहुन्छ। यसबाट बुस्ट गर्न सकिन्छ भने। अर्को तरिका चाहिँ प्रमोट हिस्ट्री। अब मैले चाहिँ यहाँ प्रमोट गरेको थिएँ एउटा 7 क्वाइन थियो 1 दिनको, 4 भ्यू आएको छ। लिंक केही पनि छैन, मैले राखेको छैन। यसरी आउँछ यसमा भने। अब यसको चाहिँ ब्यालेन्स हेर्नुहुन्छ भने यसरी चेक गर्ने 783 क्वाइन छ मेरो। यो चेक गर्न सक्यो। दैनिक तपाईलाई यहाँ यसरी दिएको हुन्छ। यो देख्न सक्नुहुन्छ 20, 30, 40, 50, 70, 70 गरेर क्वाइनहरु दिन्छ। डेटहरु यहाँ माथि देखाएको हुन्छ भने। अब तल चाहिँ चेकिङ गर्न सकियो। यसरी चेकिङ गर्न सक्यो। क्याश आउटको लागि यहाँ जानुपर्छ। जस्तो 783 क्वाइन भनेको 0.0783 यो हुने हो। अब यसलाई क्याश आउट गर्नको लागि तपाईले डाइरेक्ट क्याश आउटमा यहाँ $1 भइसकेपछि मात्रै क्याश आउट गर्न सक्नुहुन्छ।
नत्र भने सकिँदैन। त्यो छ मेथड भने। अब यहाँ कोइन पनि किन्न सकिन्छ। अब 10,000 कोइन भनेको 100 भन्छ, अब 5,000 कोइन 50 भन्छ, 2020 505 100 कोइन बराबर $1 भन्छ। कोइन किनेर पनि बुस्ट गर्न सकिन्छ। अहिले अब कोइन किन्न कुनै आवश्यक छैन हामीलाई यहाँ अहिले। यो गर्न सकिन्छ भने पे आउटको यहाँ छ। अब यसमा पे आउट भनेको सिर्फ तपाईँले पेपालमा पाउनुहुनेछ, अरू यसमा कुनै पनि छैन। अब तपाईँको चाहिँ क्युआर कोड, यो कोड चाहिँ सेन्ड गर्नुहोस् र यसबाट कसैले तपाईँको जोइन गर्छ भने तपाईँलाई पनि बेनिफिट हुन्छ। यसरी चाहिँ यसको हामीले क्युआरबाट पनि जोइन गर्न सकिन्छ भने। रिफरल कोड चाहिँ अब यसरी दिएको हुन्छ। सेयर प्रोफाइल पनि गर्न सक्यो यहाँबाट विभिन्न प्लेटफर्महरूमा भने। अब रिफरल कोड C4PER यो मेरो रिफरल कोड भयो। यो रिफरल कोड हाल्नुभयो भने तपाईँको पनि बुस्ट हुनेछ भने। यसमा तरिकाहरू यिनै छन्। अब डबल एकाउन्ट छ, स्विच एकाउन्ट पनि यसमा देखाएको छ भने। अब तपाईँको यो फ्री स्पेस भन्छ। अब यो क्लियर क्याचीहरू चाहिँ यसरी क्लियर गरिदिएपछि तपाईँको भिडियो पनि बुस्ट हुन्छ भने। यसमा सजिलो छ। अब अर्को तरिका यो यसरी दिन्छ भने यसले। अब अर्को के छ भने यसमा तपाईँको जस्तो भिडियो हेरिराख्नुभयो, यो भिडियो हेर्नुभयो, यसरी हेर्दै जानुभयो भने तपाईँले यसमा चाहिँ एडहरू चल्छ। एडहरू चले बापत तपाईँलाई पनि त्यसबाट कोइन जेनेरेट हुन्छ। यसरी एड चल्छ। यो पनि बिल्कुलै टिकटक जस्तै हो। यो पनि राम्रो छ। जस्तो तपाईँले हाल्नु, यो अब एड चल्यो मेरो, यो एड आइहाल्यो। यो एडलाई यहाँ कटअप गरिदिनुहोस्। अब यसरी हेर्नुहोस्। भिडियोलाई म यहीँ समाप्त गर्न चाहन्छु साथीहरू। यदि मेरो च्यानलमा नयाँ हुनुहुन्छ भने तपाईँहरू बिल्कुल मेरो च्यानललाई चाहिँ सब्सक्राइब गर्नुहोला चाहन्छु साथीहरू। हस्त, धन्यवाद।